एक्सपर्ट एजुकेसन इन्टर स्कुल क्रिकेट च्याम्पियनसिप 2082 को आज हामी 5औं दिनमा छौँ र 5औं दिनको पहिलो खेल प्रतिभा सेकेन्डरी स्कुल र जुनियर सिटिजन एकाडेमी बीच भर्खरै मात्र खेल समापन भएको छ र त्यस खेलको म पोस्ट म्याच प्रेजेन्टेसन लिएर तपाईहरुसँग आइसकेको छु र आजको पहिलो खेलमा प्रतिभा सेकेन्डरी स्कुलले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। खेल निर्धारित 20 ओभर भन्दा 1 ओभर घटाएर 19 ओभर गराइएको थियो, जसमा चाहिँ जुनियर सिटिजन एकाडेमीले 19 ओभर खेल्दै आफ्नो 4 विकेट गुमाएर 143 रन बनाएको थियो। जुनियर सिटिजन एकाडेमीको लागि सौरभ शर्माले 52 बलमा 43 रन बनाएका थिए 5 चौकाको मद्दतले। त्यस्तै विपिन सुब्बाले 32 बलमा 3 चौका 1 छक्काको मद्दतले 38 रन बनाएका थिए। र बलिङतर्फ दीक्षान्त अर्यालले 3 ओभरमा 19 रन खर्चेर 2 विकेट ल्याउन सफल भएका थिए भने सरोज पौडेलले साबुद्दिन अन्सारीले 1 विकेट लिएका थिए समान। र त्यस्तै जवाफी ब्याटिङमा 144 रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रेको प्रतिभा सेकेन्डरी स्कुल सुरुवाती छेडमा दीक्षान्त अर्याललाई 5 रनमा गुमाए पनि सफल श्रेष्ठ र साबुद्दिन अन्सारीको निकै नै उत्कृष्ट साझेदारीले 144 रनको लक्ष्य 11.3 ओभरमा कम्प्लिट गर्न सफल भएको थियो र जसमा सफल श्रेष्ठले 47 बलमा 10 चौका र 6 छक्काको मद्दतले अभिजित 91 रन बनाएका थिए भने बलिङतर्फ शिशिर पौडेलले 1 विकेट मात्र प्राप्त गरेको थिए र यो सँगै आजको खेल प्रतिभा सेकेन्डरी स्कुलले 9 विकेटले जित हासिल गर्दै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ। र आजको खेलको म्यान अफ द म्याचको अवार्ड प्रदान गर्नको लागि म डायमन्ड सेकेन्डरी स्कुलका स्पोर्ट्स टिचर सर्वराज छेत्री सरलाई म हार्दिक अनुरोध गर्दछु। भने आजको खेलको म्यान अफ द म्याच हुन सफल हुनुभएको छ प्रतिभा सेकेन्डरी स्कुलबाट सफल श्रेष्ठ। सफललाई उहाँले नट आउट 91 रनको इनिङ्स खेल्नु भएको थियो र टिमलाई 9 विकेटको शानदार जित दिलाउँदै सेमी फाइनलमा प्रवेश गराउनु भएको छ। सफल फर्स्ट अफ अल सफललाई धेरै बधाई छ अनि ब्याक टु ब्याक अब सेन्चुरी अनि त्यसपछि 91 को नट आउट रन खेलेर टिमलाई जिताउँदा कस्तो फिल भइरहेको छ? मलाई एकदम खुसी लागिरहेको छ। टिमको एज अ क्याप्टेन पनि हुनुहुन्छ यहाँ होइन, क्याप्टेन भएर अब ब्याटिङ जानुभएको छ। पहिलो गेममा 121, यो आज हल्का प्रेसर गेम थियो किनकि दुवै टिमलाई जित्न खाँचो थियो र टार्गेट पनि एउटा 140 भनेको राम्रो हो 19 ओभरको गेममा होइन। र एउटा प्रेसर कतिको ह्यान्डल गरेर खेल्नुभएको थियो तपाईँले? आजको गेममा प्रेसर चाहिँ प्रेसरै थियो किनभने टार्गेट राम्रो थियो, बलरहरू पनि राम्रो थियो अपोनेन्टको। तर हाम्रो चाहिँ के थियो भने हामी चाहिँ आएको बल चलाएर खेल्दाखेरि नभएको सिङ्गल डबल अरू केही नभए पनि सिङ्गल डबल रोटेट गर्ने थियो अनि हामीले त्यही गर्दा लयौँ अनि अवश्य पनि राम्रो छ गेमहरू। अब जुन हिसाबले तपाईँले बललाई बााउन्ड्रीतर्फ हिर्काउनु भएको थियो होइन, एउटै दिशातर्फ होइन कि माइन्डसेट थियो बल हराउँछु भन्ने माइन्डसेट थियो होइन? त्यस्तो त होइन, अब त्यो त बलरले अब त्यतै फालेको गरिरहेको थियो अनि त्यतै हान्न पर्यो। अब त्यसो भने आयोजकले त यहाँ बल हराएर पुरा सफलले अब 3-4 हजार रुपियाँ क्रेडिट अब प्रतिभाको खातामा भनेको के अब क्रेडिट दिने छ कि बिचरा अब के गर्ने? ए होइन त्यस्तो त के होइन, अब अहिले थोरै भयो, अहिले अब आउने सेमी फाइनलमा अझै धेरै हानौँ नि। अवश्य पनि हान्नुहुन्छ तपाईँले र अब आउने गेमहरूमा अब सेमी फाइनलमा चाहिँ एकदम डटेर खेल्नुपर्ने छ। अब के छ अगाडिको प्लान त केही नै छैन, अहिले हामी जसरी गइरहेछौँ त्यसरी टिम कोअर्डिनेसन बनाउँदै सबैसँग राम्रोसँग गेम इन्जोय गर्दै खेल्दै गइरहेका छौँ। अब सेमी फाइनलमा पनि त्यत्तिकै खेलिरहेको छौँ, रमाइलो गरेर टिमलाई सँगै लैजाने आफू पनि गइरहेछौँ। अब ब्याटिङ त अब नो डाउट होइन तपाईँहरूको राम्रो छ, साबुद्दिन पनि राम्रो एक हिसाबले साथ दिइरहेको छ होइन। बलिङमा चाहिँ के इम्प्रोभाइज ल्याउन पर्ने जरुरत देखिएको छ त? बलिङमा चाहिँ हाम्रो के भइरहेको छ भने हाम्रो बलरहरूले एउटा दुइटा वाइड एउटा दुइटा नो बल फालेपछि आत्तिन्छन्, त्यो चाहिँ तिनीहरू आत्तिन भएन। अब एउटा बल वाइड फाल्यो भने अर्को बलहरू राम्रो ठाउँमा फाल्ने नि त, त्यही हाम्रो अलिकति कमी भनेको चाहिँ बलिङ र फिल्डिङमा हो, अरू त पर्फेक्टै छ भन्ने जस्तो लाग्छ हामीलाई। ओके सफल, कङ्ग्रेचुलेसन एन्ड बेस्ट विशेस फर सेमी फाइनल। ओके थ्याङ्क यू। आजको यो पोस्ट म्याच प्रेजेन्टेसनबाट यति नै। अब हामी दोस्रो गेममा पुनः भेट्नेछौँ। हस् त, धन्यवाद।